सो व्हाट्स अप गाइज, वेलकम टु माई न्यू ब्लग। हामी चाहिँ 5 पोखरी जानको लागि बिहानको 4 बजी नै उठेर घरबाट निस्केर अलिकति तल पुगिसकेपछि चाहिँ हामी साथीहरू सबैजना एकै ठाउँमा जम्मा भएर लाग्यो आफ्नो गन्तव्यतिर। हामी चाहिँ साथीहरूभन्दा अलिकति अगाडि पुगेको थियो, त्यही भएर हामी चाहिँ साथीहरू पर्खिँदैछौँ। एकछिनमा साथीहरू पनि आइपुग्छ अनि फेरि लाग्छौँ हामी आफ्नो गन्तव्यतिर बिहानको चिसो हावा खाँदै। एकछिनमा हामी मेलम्ची बजार पनि पुग्छौँ। मेलम्ची बजार पुगेर बाइकमा पेट्रोल हाल्यो। पेट्रोलको भाउ चाहिँ बढेर लिटरकै 221 पुगिसकेको रहेछ। त्यसपछि हामी गयो खाजा खान। खाजा खाइसकेपछि हामी फेरि गयो किराना पसलतिर, किनभने एक्सट्रिमहरू पनि किन्नु थियो नि त। अनि हामीले 1 कार्टुन एक्सट्रिम किन्यौँ। एक्सट्रिम किनिसकेपछि चाहिँ हामी लाग्यो 5 पोखरीतिर। हामी चाहिँ मेलम्ची बजार ठ्याक्कै 6:30 बजीतिर निस्केको थियो। हामी चाहिँ जाँदै गर्दा बाटोमा झोलुङ्गे पुल देख्यो। पुल चाहिँ एकदम लामो र हाइटमा पनि रहेछ, एकदम राम्रो भ्यू थियो गाइस। अलिकति माथि पुगिसकेपछि चाहिँ हामीले बाटोमै पोखरी देख्यो। एकछिन पोखरीमा भिडियो सिडियो बनाएर हामी लाग्यो माथितिर। जाँदै गर्दा हामीले बाटोमा एकदम अग्लो झर्ना पनि देखेको थियो। दाइमा एकदम राम्रो भ्यूहरू पनि देखिरहेको थियो गाइस होइन। एकछिनमा हामी देउराली भन्ने ठाउँमा पनि पुग्छौँ। देउराली भन्दा माथि चाहिँ बाइक नजाने रहेछ, त्यहाँबाट चाहिँ खुट्टाले हिँडेर जानुपर्ने रहेछ। अनि हामीले बाइकहरू त्यही पार्किङ गरेर राख्यौँ। त्यहाँ पार्किङ गरेको चाहिँ 300 तिर्नुपर्ने रहेछ। एकजनाको 300 भनेपछि 3वटा बाइकमा आएको थियो, 3जनाको 900। अनि एकछिन त्यहाँ बसेर हामी गयो माथितिर। बाटो चाहिँ एकदम उकालो थियो गाइस, हामीलाई गर्मी पनि हुन थालिसकेको थियो, त्यही भएर हामी बाटोमा एक्सट्रिमहरू खान थाल्यो। एक्सट्रिम चाहिँ अलिअलि तातिरहेको रहेछ, त्यही भएर हामीले चाहिँ माथि हिमालबाट आएको चिसो पानीमा एक्सट्रिम डुबाएर एकछिन चिसाएर एक्सट्रिम खाएर फेरि लाग्यो आफ्नो गन्तव्यतिर। माथितिर जाँदै गर्दा चाहिँ एक्सट्रिमले गर्दा अलिकति इनर्जी आएको फिल भयो, त्यही भएर हामी कतै पनि नरोकिकन सरासर माथि जान थाल्यौँ। अलिकति माथि पुगिसकेपछि चाहिँ हामीलाई बाटोमा नानीहरूलाई सेतो गुराँस माग्यो। त्यसपछि हामी फेरि झऱ्यौँ उकालोतिर। उकालो चाहिँ एकदम उकालो थियो गाइस होइन, थकाइ पनि लागिसकेको थियो। जसो तसो गरेर हामी चाहिँ उकालो चढ्यो, एकदम कुइरोले ढाकिन लागिसकेको थियो। अलिकति माथि गएको त एउटा होटेल रहेछ बाटोमै होइन। अनि हामी चाहिँ त्यही होटेलमा खाना खान थाल्यौँ, किनभने भोक पनि लागिसकेको थियो। बिहान खाजा मात्र खाएका थियौँ। खाना खाएर सकिसकेपछि फेरि हामी लाग्यौँ माथितिर। अलिकति माथि हिँडिसकेपछि चाहिँ हामीले बाटोमा हिउँहरू पनि देख्न थाल्यौँ। सुरुमा हिउँ देख्दा चाहिँ एकदम एक्साइटेड थियो गाइस होइन, त्यही भएर हामी चाहिँ भिडियो बनाउँदै माथितिर लाग्यौँ। सुरुमा चाहिँ हिउँ देख्दा एक्साइटेड थियो भने पछि चाहिँ एकदम बोर लागिरहेको थियो गाइस होइन, किनभने एकदम जाडो पनि भइरहेको थियो अनि बाटो पनि एकदम नराम्रो थियो। दायाँ चाहिँ हामीले केही पनि देखिरहेको थिएन, किनभने सबै कुरो ढाकिसकेको थियो। हामी जसो तसो गरेर बिस्तारै हिँड्यो। हिउँको बाटो कहिले सकिन्छ जस्तो पनि लागिरहेको थियो, किनभने हिउँमा हिँडेर एकदम बोर लागिसकेको थियो। झन्झन जति माथि गयो त्यति धेरै हिउँ रहेछ गाइस होइन। हिउँ चाहिँ एकदम धेरै थियो, राम्रो पनि लागिरहेको थियो, जाडो पनि लागिरहेको थियो होइन। एकदम एक्साइटेड पनि लागिरहेको थियो, किनभने फर्स्ट टाइम यति धेरै हिउँ देख्न पाएको थियो नि त रियलमा। हामी चाहिँ जसो तसो गरेर माथि 5 पोखरी बेस क्याम्पमा पनि पुग्यौँ। अनि बेस क्याम्पमा पुगिसकेपछि हामी खानासाना खाएर एकछिन रमाइलो गर्न थाल्यौँ। हुक्कासुक्का खाएर एक्सट्रिम अनि एकछिन रमाइलो गरिसकेपछि चाहिँ हामी गयो सुत्नको लागि। एकदम जाडो थियो, त्यही भएर हामी चाहिँ 7वटा सिराको एकैचोटि उडेर सुतेको, किनभने राति एकदम जाडो हुन्छ नि त गाइस होइन माथि। हामी चाहिँ बिहान 5:30 बजी नै उठेर मर्निङ भ्यूहरू हेर्न थाल्यौँ। मर्निङ भ्यू चाहिँ एकदम राम्रो देखिरहेको थियो गाइस होइन। हिउँ पनि सेतो, कुहिरो पनि केही थिएन होइन। मर्निङमा चाहिँ त्यति कुहिरो पनि नलाग्ने रहेछ। अनि हामीले पोखराहरू पनि हेर्न थाल्यौँ। एकदम मर्निङ भ्यू चाहिँ एकदम बबाल देखिने रहेछ गाइस होइन, हिउँ पनि सेतो देखिने। अनि त्यही भएर हामी माथितिर घुम्दै गयो होइन। अनि तल चाहिँ 5वटा पोखरा एकदम क्लियरली देखिरहेको थियो गाइस होइन। अनि हामी भिडियो सिडियो बनाउन थाल्यौँ। चाहिँ पुरै घरहरू पनि ढाकिएको रहेछ। 5 पोखरीको भ्यू हेर्नुहोस् अनि भन्नुहोस् कस्तो छ।
गरिसकेपछि चाहिँ हामी गयौँ खाजा खान किनभने खाजा साजा खाएर एकछिनमा निस्किनु पर्ने थियो चाँडै पुग्नु पर्ने थियो गाइज नत्र रात पर्छ खाजा खाएर सकिसकेपछि हामी चाहिँ फर्क्यौँ गाइज अझको लागि चाहिँ यति नै अब भेट्नेछ अर्को ब्लगमा 5 बजे चाहिँ कस्तो लाग्यो गाइज कमेन्ट गरिदिनु होला यो भिडियोमा हल्का सपोर्ट देखाइदिनु होला गाइज हैन च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला